आइतबार राति सुनसरीमा अप्रिय घटना घट्यो, जहाँ सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा 2 धार्मिक समुदायबीच भएको झडपमा प्रहरीको गोली लागेर अहिलेसम्म 2 जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित 21 जना घाइते भएका छन्, जुन घटनाले अहिले सबैको ध्यान केन्द्रित गरिरहेको छ। स्थानीय जनप्रतिनिधिका अनुसार आइतबार राति 10:15 बजेतिर हिन्दू धर्मावलम्बीहरूको एक समूह साउन महिनामा हुने बोलबमको लागि जल चढाउन सप्तकोशी जाने क्रममा डीजे बजाउँदै कप्तानगञ्जको कृषि भवन नजिकैको हाट बजार क्षेत्रमा रोकिएका थिए, जहाँ शिव मन्दिर पनि छ। सोही क्रममा अर्को समूहले डीजेको आवाज चर्को भएको भन्दै बन्द गर्न आग्रह गर्यो, तर डीजे बजाउँदै मन्दिर नजिक पुगेका करिब 10-15 जना युवाहरूको समूहले उनीहरूको आग्रहलाई नमानेपछि विवाद सुरु भएको थियो। दुवै पक्षबीच सुरु भएको भनाभन धकेलमा परिणत हुँदै झडपको रूप लियो। युवाहरू कुटपिटमै उत्रिएपछि सो क्षेत्रमा एकाएक ठूलो संख्यामा हिन्दू युवाहरूको उपस्थिति भएको बताइन्छ। घटनास्थलमा पुगेको सुरक्षा टोलीले दुवै पक्षलाई सम्झाउने प्रयास गरे पनि दुवै समुदायका थप मानिसहरू चिरपट, ढुङ्गा, बाँस, लाठी र भाला जस्ता सामग्री बोकेर आएपछि स्थिति झनै बिग्रदै गयो। यसै क्रममा इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको टोली समेत घटनास्थलमा पुग्यो र स्थिति नियन्त्रण गर्ने प्रयास गर्यो। तर पनि परिस्थिति साम्य हुन नसकेपछि सुरुमा प्रहरीले 3 राउन्ड हवाई फायर गर्यो। राति करिब 10:45 बजेतिर नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाएको गोली लागेर 10 जना घाइते भएका थिए। तीमध्ये 2 जनाको मृत्यु भइसकेको छ भने बाँकी 8 जनाको उपचार भइरहेको छ। यद्यपि अहिले सबै गोली प्रहरीले नै चलाएको हो वा अन्य कतैबाट चलेको हो भन्ने यकिन हुन सकेको छैन। राति चलेको गोली लागेर देवानगञ्ज 3 का 24 वर्षीय ओम प्रकाश मेहता र ओम मेहताको मृत्यु भएको छ, जहाँ ओम प्रकाश मेहताको राति नै मृत्यु भइसकेको थियो भने ओम मेहताको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको हो। यस्तै यो घटनालाई लिएर विभिन्न शङ्का उपशङ्काहरू पनि गर्न थालिएको छ, जहाँ सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 बाट निर्वाचित रासोपा सांसद लाल विक्रम थापा र देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले सुरक्षाकर्मीको भूमिकामाथि नै गम्भीर प्रश्न उठाएका छन्, जहाँ देवानगञ्ज गाउँपालिकाका अध्यक्ष मेहताले बिजुलीको लाइन काटेर गोली चलाएको बताएका छन्। गोली चल्न थालेदेखि सो क्षेत्रमा बिजुली काटिएको र घटना भएर 10 जना घाइतेलाई अस्पताल लगेको आधा घण्टापछि बल्ल बिजुली आएको बताएका छन्। यस्तै यता प्रतिनिधि सभा सांसद लाल विक्रम थापाले गोली चलाउनु पर्ने अवस्था नै नभएको बताएका छन्, जहाँ उनले प्रहरीले प्रदर्शनकारीको छाती र पेटमा ताकी गोली हानेको तथा स्थितिलाई थप उग्र बनाउन काम गरेको दाबी गरेका छन्। कुनै पनि हालतमा कहीँ पनि कसै पनि हालतमा चाहिँ गोली चलाउनु पर्ने कन्डिसन छँदै छैन यो घटनामा, हैन। हामी जिम्मेवार मान्छे छौं, म स्वयं भनिरहेको छु। काहीँ न काहीँ तपाईँको चाहिँ परिस्थिति फेरबदल आउन आँट्यो भने चाहिँ के हुन्छ भने समन्वयकारी हातहरू अगाडि बढाउनु पर्छ। सिडिओ साहबलाई सोद्धाखेरि पनि उहाँलाई मलाई जानकारी छैन भन्नुभएको छ। एसपी साहबलाई फोन गर्दा एसपीले फोन उठाउनु भएको छैन, अरू कसैले फोन उठाइरहेको छ। म बोलिरहेको छु, मेरो नागरिकमाथि गोली डङ चलाएको छ, छातीमा गोली, युवाहरूमाथि गोली चलाएको छ, हैन। कमसेकम एउटा मर्यादा हुन्छ, एउटा केही न केही हुन्छ। गैराती भएको उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि 5 स्थानमा कर्फ्यू जारी गरेको थियो, तर कर्फ्यू आदेशको उल्लङ्घन गर्दै बिहानैदेखि प्रदर्शन भयो। प्रदर्शनमा उत्रिएकाहरूको भिडले स्थानीयका पसल तोडफोड र आगजनी गरे। प्रदर्शनकारीहरूले कप्तानगञ्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीयका 5 वटा पसलमा तोडफोड गरे। बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिए पनि स्थिति साम्य नभएपछि नेपाली सेना नै परिचालन गर्नु पर्यो। जहाँ कर्फ्यू आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि कप्तानगञ्ज क्षेत्रमा हतियारसहित नेपाली सेना परिचालन गरियो। सेनाले सडकमै पुगेर माइकिङ गरेपछि कप्तानगञ्जको अवस्था केही नियन्त्रणमा आयो। खासमा यो घटनाको बीजारोपण चोकमा राखिएको झण्डालाई लिएर भएको बुझिन्छ, जहाँ घटना भएको चोकमा केही समय अघि मोहरमका क्रममा मुस्लिम समुदायका युवाहरूले झण्डा राखेका थिए।
त्यसक्रममा कार्यक्रम सकेर झण्डा ननिकालेपछि केही समयदेखि स्थानीयमा समस्या उत्पन्न भएको थियो, जसको गुनासो ओडादेखि पालिकासम्म पुगेको थियो। मोहरमका समय ओडाकै सहमतिमा झण्डा राखिएको भए पनि त्यसपछि हटाउन चासो देखाइएको थिएन। सोही झण्डा हटाउन नमानेपछि आइतबार राति सोमबारे जल चढाउन सप्तकुशी जाने तयारी गर्दै डीजे बाजासहित एक समूह शिव मन्दिर पुगेको थियो। अहिले सोही घटनाको छानबिनका लागि सरकारले 5 सदस्यीय समिति गठन गरेको छ। घटनाको छानबिन गरी 1 हप्ताभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको हो। यसैगरी गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सिडिओ वासुदेव घिमिरे सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा सङ्खुवा सभाका सिडिओ ईश्वरी प्रसाद अर्याललाई खटाइएको छ। यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँमा तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ। यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशव थेबेलाई भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ। थेबेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ। यसैगरी सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। यसैबीच यही घटनामा राष्ट्रिय मानवाधिकार आयोगले पनि अनुसन्धान गर्ने भएको छ। यस घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा कानुनी दायरामा ल्याउनु र घाइतेहरूको उचित उपचारको व्यवस्था गर्नु सरकारको पहिलो